हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। आई होप तपाईँ सन्चै हुनुहुन्छ होला र म पनि सन्चै नै छु। यहाँ न्यू ब्लग अनि भर्खर उठेको म चाहिँ एकसँग चाहिँ बेडको हालत लास्टै बेहाल छ। अनि यो भुड्कामा धेरै पैसा पनि छैन गाइज। साउन्ड सुनेर थापिसक्नुहुन्छ कति छ भनेर। कति होला आज नि फुटसल रहेछ गाइज। हजुरहरूलाई बोर लाग्छ होला, सधैँ फुटसलको छ। एक दुई दिन हो, त्यसपछि राम्रो नै ल्याउनेवाला छु मैले भ्लग अरूहरू नि। अनि आज चाहिँ खेलकुञ्जमा छ, डेन्जर टाढा छ। म जिरोमा छु, जिरोदेखि म खेलकुञ्ज भनेपछि टाढै पर्छ। अनि म चाहिँ गएन आजसम्म, अनि आज चाहिँ जानेवाला छु। अनि यो चाहिँ देख्नु सक्नुहुन्छ यहाँ यस्तो छ नि, यो चाहिँ केटीको लिपस्टिक चाहिँ होइन है, केटीले किस खाएर लिपस्टिक बसेको होइन, झोक्किने होला। यो चाहिँ त्यो मैले त्यो लुगा धुने बेलामा त्यो हाइनेको हुन्छ, रातो हाइनेको कलर जाडो रहेछ, सबै मिक्स एकै ठाउँ बाल्टीमा हालेर धोइरहेको थिएँ। त्यति बेलामा मिक्स भएर अरू टी सर्टहरू पनि लगाइरहेको छ कि त्यो धुने बेलामा चाहिँ लागेछ गाइज। त्यही नै हो, फेरि किस खाएको भन्नु हो र। गर्लफ्रेन्ड सर्लफ्रेन्ड नि छैन किस खानालाई, नत्र यस्तै यताउति मात्र होइन, यताउति नै हुन्थ्यो होला, छैन। त्यही नै गाइज। अब चाहिँ हामी फुटसलमा गएर भेट्छौँ है गाइज। हामी चाहिँ फाइनल्ली फुटसलमा आइसकेका छौँ। अनि जस गेम चाहिँ आज रमाइलो हुनेवाला छ, भिडियो हेर्नु होला। पुरा यस्तो म्याटीले जहिले भिडियो बना जहिले बाहिर हान्छ यार। घरले चाहिँ हाम्रो यहाँ गलै गल हान्ट। त्यही नै हो, अब चाहिँ डाइरेक्ट गेमको बनाउनेवाला छु मैले चाहिँ। गोल गाइस, म चाहिँ बाहिर छु। बस दबाई यार, पसिना डोस ल आहा लभली गोल डोसले दामी हान्दै। ए कहाँ दिनु लिएर गयो लिएर। घरलाई देखेरै डराउँछ नि। सिङ्गोको लाएर जस्तो देखिन्छ है, ब्रिटिस आर्मीमा चाहिँ लिएर साइडमा है मान्छे। नाइटो घुट्नेर हान्नुपर्छ है। भन्न मान्छे यसो सुलुमा बनाइदिनु पर्छ है। ए ए ए होला उताको दुईजना हान्दै हुन्छ। सही हो, मागे मागे फेरि त्यही कुदे कुदे। छिरेन नाइस लभली गल डाइ। हिजो त हार्ने, आज त जितेर जानुपर्छ। नाइस ट्राई नाइस। ओइ लास्टमा खाने बानी खाँदा फेरि मैले भनेको होइन, लास्टमा खाने बानी छ भनेको मोटेको छ। लास्ट सेकेन्डमा गल खाइदिएँ, भन्दा भन्ने खाइदियो त। 600 भयो गाइज, 600 भएन।
यही हुन्छ कि एकछिन होला हामीले चाहिँ भइहाल्छ त होइन झ्याम्ने पनि खेल्छ क्या मोटे त है महानी होइन त अहिले ये मुझे गल की गर्छ र लास्टमा गलायो लास्ट क्या हान्दैन रे यस्तो जित्ने गेम नि हार्ने लास्टमा पनि उसलाई 1 मिनट नि थिएन त्यस्तो नि गोल हाल्यो लास्ट मिनटमा मलाई होला हान्दैन क्या जहिले यस्तै हो ठ्याक्कै 1 मिनट बाँकी थियो गोल हाल्यो मैले पहिल्यै भन्ने थिएँ भिडियो नबनाउँदै ल गोल हाल्यो फिक्स भनेर गोलै हाल्यो अहिले बनाउँदै बोला रहेछ त त्यही त नि हिजो त्यही लास्ट मिनटमा गोल हाल्यो आज भट्टे घलुको मिस होइन आज घलुको मिस हो आज घलुले खोज्दा फ्री किक दिएको लास्टमा 2 मिनट पनि धान्न सकेर माकुरी यिनीहरूले खोज्दा हानेको आज घलुको आज लास्ट मिनटमा 50 सेकेन्ड पनि थिएन 30 सेकेन्ड थियो 30 सेकेन्ड थियो घलु यता फेरि भ्लगर हो भ्लगरले फेरि क्रिकेट कस्तो छ अगाडि नहेकिन म पछाडि मलाई फेरि पछाडि यत्रो खालको साइको हान्थ्यो घलुले आज हारेको कारण यो घलु हो घलुलेमा हारेको मान्छेले नै 190 रुपियाँ मात्र हाल्यो 200 रुपियाँ हाल्न पर्दैन है बरु 10 रुपियाँ दिएको 200 रुपियाँ दिएको टिप दिएको 10 रुपियाँ दिन्छ बरु हाम्रो उसले बरु संजोगले बरु हाल्दै थियो 10 रुपियाँ 10 रुपियाँ एक्स्ट्रा मेरो 10 रुपियाँ धेरै हाल्यो सो गाइज हामी हारिसकेको छ हाम्रो भ्लगर मान्छे चाहिँ यहाँ छ मन पर्यो यहाँ सब्सक्राइब लाइक सेयर गरिदिनु होला त्यही हो फेरि आउँछ यस्तो भिडियोहरू